अर्को के छ भन्दाखेरि इजी वेज टु लर्न लुप फ्याक्टराइजेसन भनेको ए म्याट्रिक्स दिएको छ हैन। यो म्याट्रिक्सलाई हामीले लुप फ्याक्टर भनेको ए भनेको एलयु मान्नुपर्छ। एल भनेको लोअर ट्रायङ्गुलर म्याट्रिक्स एन्ड यु भनेको अप्पर ट्रायङ्गुलर म्याट्रिक्स भयो हैन। आर अब के गर्नुपर्छ भन्दाखेरि यसलाई 0 बनाउनुपर्छ, यसलाई 0 बनाउनुपर्छ र यसलाई 0 बनाउनुपर्छ। किन भन्दाखेरि जब हामीले यो 0 बनाउँछौँ त्यति बेला हाम्रो अप्पर ट्रायङ्गुलर हुन्छ, त्यसपछि हाम्रो फाइनल एन्सर आउँछ। अब सुन्नु कसरी बनाउने भन्दाखेरि जब यसलाई 0 बनाउँछौँ भन्दाखेरि R2 भनेको R2 - 3R1 भयो हैन। यति गर्दा हाम्रो यो 0 भयो। अब यहाँ -3 छ नि, -3 छ भने यहाँ के भनेको +3 हुन्छ भनेर बुझ्नुहोस्। अब यहाँ -2 छ भने यहाँ के भनेको +2 हुन्छ। अब त्यसरी नै यो 0 भयो हैन। अब तेस्रो स्टेपमा के गर्यौँ भन्दाखेरि यहाँ 0 बनायौँ हैन। यहाँ 0 बनाउँदाखेरि -2 थपेका थियौँ, त्यही भएर यहाँ के भनेको +2 भयो। अब अप्पर ट्रायङ्गुलर म्याट्रिक्स यसमा फर्ममा भयो भने अब हामीले के गर्यौँ भन्दाखेरि यो 0 को 0 ठ्याक्क लेख्यौँ हैन। अब एलमा के लेख्ने भन्दाखेरि एलमा चाहिँ के लेख्नुपर्छ भन्दाखेरि हामीले जुन यो 3 2 2 निकालेको थियौँ नि, यो यसको भ्यालु चाहिँ यसमा लेख्नुपर्छ। यो 3 2 2 आयो हैन। यो भनेको स्टार हो। लोअर ट्रायङ्गुलर म्याट्रिक्स भनेको यो 0 0 हुन्छ हैन। यसमा चाहिँ के को भ्यालुहरू राख्ने, सब्स्टिट्युट गर्ने, त्यसपछि एयु प्रुभ हुन्छ। त्यति गर्नुपर्ने हुन्छ।